शरणागतं कृष्ण। सबैजना बसिदिनु होला, बस्नु होला सबैजना। अहिले बाह्र पूजा गर्नुपर्छ। मथुरापुरी कृष्ण मधुसूदन कृष्ण। मथुरापुरी कृष्ण मधुसूदन कृष्ण। स्वागतं कृष्ण शरणागतं कृष्ण। स्वागतं कृष्ण शरणागतं कृष्ण। सत्यव्रतं सत्यवरं त्रिसर्गं सत्यश्च योनि निहितं च सत्यं सत्यं सत्य नित्यसत्यमेकं सत्यात्मकं त्वां शरणागतं। मथुरापुरी कृष्ण मधुसूदन कृष्ण। मथुरापुरी कृष्ण मधुसूदन कृष्ण। पितरा चरणमा यो शीश छोड़ गर्छु हामी स्वागत अन्य हुन्छौँ हामी पनि स्वागतं कृष्ण शरणागतं कृष्ण। स्वागतं कृष्ण शरणागतं कृष्ण। त्वमेव माता च पिता त्वमेव त्वमेव बन्धुः च सखा त्वमेव त्वमेव वीर्यं द्रविणं त्वमेव सर्वं मम देवते त्वमेव सर्वं मम देवते त्वमेव सर्वं मम देवते। कृष्ण कन्हैया को भक्तवत्सल भगवान को बालकृष्ण भगवान को प्राकट्य उत्सव भएको छ। त्यहाँ बस्नलाई एकैछिन सबैजनाले त्यहाँ राखेर पूजा गर्नुहुन्छ। भगवान श्री कृष्ण को प्राकट्य उत्सव भइसकेपछि वसुदेवले शिरमा राखेर ढाकीमा राखेर नन्द महलतर्फ पुर्याउनु भयो, जहाँ नन्द बाबा मन्त्र जाप गर्दै हुनुहुँदो रहेछ। 80 वर्षको उमेर हुन लाग्दाखेरि पनि अहिलेसम्म कुनै प्रकारको सन्तान भएको छैन। अभी तो भयो नै भन्दै माला जप्नु हुँदो रहेछ। अब रात्रिको समयमा जब भगवान श्री कृष्णलाई बोकेर वसुदेव निस्किनुभयो, तब उहाँ निस्किँदाखेरि सबै हातका पेडीहरू खुलेका थिए। हात जो कंसले जेलमा बन्द गर्दाखेरि लगाएका सबै प्रकारका ती
साङ्गेहरू खोलिएका थिए। लगेर नन्द बाबाको महलमा जहाँ योग माया शयन गरेकी थिइन् त्यहाँबाट बालकृष्णलाई शयन गराएर नन्द बाबाको महलबाट वसुदेवले योग मायालाई पुनः लिएर आउनुभयो। लिएर आउँदाखेरि पुनः जब जेलभित्र बन्द हुनुभयो जानुभयो तब फेरि साङ्लेहरू बाँध्दै गए, बेडीहरू लाग्दै गए, पालेहरू जो उठेका थिए सबै जो शयन गरेका थिए फेरि सबै उठ्दै गए। जब मायालाई समातेर लिएर आउनुभयो तब रात्रिको समयमा जब त्यो सानी नानी ज्या गरेर रोइ तब कंस आयो। कंसले भन्यो 8औं गर्भ पुत्र होला भनेको त छोरी भइछे, तथापि 8औं गर्भबाट मेरो हत्या हुन्छ भनेको हुँदा कंसले त्यो सानी बच्चीलाई उठाएर भुइँमा पछार्यो। पछार्दाखेरि हातबाट फुत्केर विचित्र भगवती दुर्गाको स्वरूप बनाएर भगवतीको स्वरूप धारण गरेकी ती कन्याले भन्नुभयो, अरे मूर्ख कंस, तैले मलाई के मार्छस्? तँलाई मार्नेवाला त जन्मिसकेका छ, अब तेरा नराम्रा दिन सुरु भइसके। उता नन्द बाबाको महलमा उज्यालो भइसकेपछि नन्द बाबाले थाहा पाउनुभयो घरमा छोरो भएको छ भनेर नन्द बाबाले उत्सव गर्ने तयारी गर्नुभयो। सबै गाउँलेलाई निमन्त्रणा, ब्राह्मणलाई निमन्त्रणा गर्नुभयो। अनि आफूसँग भएको हात्ती, घोडा, पालकी, तिलका पहाडहरू बनाउँदै दान गर्न लाग्नुभयो। आउनुहोस् अब हामी पनि उनी नन्द बाबाको महलतर्फ लागौं र नन्द उत्सवमा सामेल हौं। सबैजनाले नन्द उत्सवमा भगवान कृष्णको प्राकट्य उत्सवमा उठेर नृत्य गरेर आनन्द लिनुहुनेछ। बोलौं नन्द नन्दन भगवानको, बालकृष्ण भगवानको। भक्तजनहरूले चकलेटहरू बाँड्दाखेरि चाहिँ माथिबाट नफाल्दिनु होला। एकछिन त्यो पनि एकछिन पछाडि हामी यताबाट फाल्नुहोस् भन्ने पछाडि मात्रै फाल्नु होला। हे कृष्ण शिरमा मुकुट टाला गोकुल झलहला, हे कृष्ण शिरमा मुकुट टाला गोकुल झलहला, टललल 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 झललल झललल टललल 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 झललल। हे कृष्ण शिरमा मुकुट टाला गोकुल झलहला, हे कृष्ण